यो घरमा कमेरो माटो र यो राति माटोले यो घर पनि चिटिक्क बनाइसकेको छ। गाउँमा अधिकांश घरहरू झिलिमिली पाराले एकदम सरसफाई। नमस्कार दर्शकबिन, युट्युब च्यानल र फेसबुकबाट हामीलाई प्रत्यक्ष रूपमा हेरेर बस्नुभएका देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आउँदै गरेको चैते दशैंको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नेपालभरि मनाइने यो चैते दशैंको रौनक देशभरि तीव्र गतिमा बढिरहेको छ। विभिन्न ठाउँमा घरहरू सरसफाई गर्नेदेखि लिएर घरहरूलाई किमरो माटो र रातो माटोले छिप्ने र लिपोत गर्ने काम चालु भइसकेको छ विभिन्न ठाउँमा। यसै गरी अछामको कमल बजार नगरपालिका वडा नम्बर 8 ढुङ्गालामा पनि घरहरू छिप्ने काम जारी भइसकेको छ। घरहरू छिपि पनि सकेका छन्। यसै गरी अधिकांश घरहरू छिप्ने तयारीमा छन्। किमेरो माटो र रातो माटोले घरहरू एकदमै सफा चिटिक्क देखाउनको लागि जुन 23 गते जुन चैते दशैं हुँदैछ त्यसको तयारीमा यस गाउँमा पनि घरहरू छिप्ने काम जारी छ। कोही घरहरू छिपि पनि सकेका छन् भने कोही घरहरू छिप्ने जारी पनि छ। यो घर चाहिँ छिपिसकेका छन्। यतिखेर हामी प्रत्यक्ष रूपमा तपाईँलाई देखाउन गइरहेका छौँ। यो घरमा कमेरो माटो र यो राति माटोले यो घर पनि चिटिक्क बनाइसकेको छ। गाउँमा अधिकांश घरहरू झिलिमिली पाराले एकदम सरसफाई। गाउँमा अधिकांश गाउँमा यो चैते दशैंको तयारीमा मान्छेहरू जुटिरहेका छन्। यसै गरी यो गाउँमा पनि घरहरू प्रत्यक्ष रूपमा छिपिरहेका छन्। हामी यो घरको वरिपरि रिपोर्टिङ गर्नेछौँ है। कसरी छिप्छन् त घरहरू, गाउँमा कस्तो हुन्छ त, गाउँमा कसरी घरहरू छिप्छन् भन्ने कुराहरू आज हामी यो भिडियोमा सबै जोड्नेछौँ। अनि अन्तिमसम्म भिडियोलाई हेर्नु होला। आज हामी प्रत्यक्ष रूपमा यो घर वरिपरि गएर तपाईँलाई यो घरको वरिपरि कसरी छिपेको छ त, कस्तो घर बनाएको छ भन्ने कुरा प्रत्यक्ष रूपमा देखाउनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हामी यो घरलाई छिप्ने तयारीमा छौँ। घर सुन्दर बनाउन लागेका छौँ। देख्न सक्नुहुन्छ यता बहिनी छिप्दैछ, मेरो बहिनी हो, ऊ चाहिँ घर छिपिरहेछ अहिले। यता हामी यो घरलाई अहिले कति सुन्दर बनाउँछ है साथीहरू। हेर्नुहोस् त, पहिला यस्तो अवस्था घरको छ, पछि कस्तो घर बन्छ है साथीहरू। ल है राति माटो लगाइसके साथीहरू देख्न सक्नुहुन्छ है। हाम्रो घरको घर छिपाइ छ है। हाम्रो गाउँतिर घर छिप्ने यसरी हो, हेर्नुहोस् है, देख्न सक्नुहुनेछ। हाम्रो गाउँमा अहिले हामी घर छिप्ने सुरु गरिसकेका छौँ। यतिखेर भाइ घर छिप्दैछ है, देख्न सक्नुहुनेछ। हाम्रो गाउँतिर यसरी घर छिप्छन् है। नयाँ चैते दशैंको हामी तयारीमा छौँ। एकदम भव्य सफा घरलाई एकदम सुन्दर बनाउनको लागि त माथि किमेरो माटो लगाइराखेका छौँ भने तल रातो कमेरो माटो भन्छन्। तल कमेरो रातो माटो लगाइरहेको छ भाइले, माथि किमेरो माटो अहिले मैले लाइकन अहिले राति माटो हामीले सुरु गरिसकेका छौँ। देख्न सक्नुहुन्छ। अब लास्टमा कस्तो हुन्छ, पहिला यो घर यस्तो अवस्थामा छ भने पछि हामीले किमेरो माटो लगाइसके कस्तो राम्रो हुन्छ है साथीहरू। हेर्नुहोस् है, माथि किमेरो लगाइसकेको छ, तल राति लागेको छैन। पछि राति माटो किमेरो लगाएर कस्तो दामी घर बन्छ हेर्न सक्नुहुनेछ है। अहिले यस्तो अवस्था छ घरको, पछि कस्तो दामी हुन्छ है साथीहरू। अहिले यो छिप्दै